आउनुहोस् तपाईँ पनि चोबारको गल्छी हेर्नलाई आउनुहोस्। हामीहरू आज यहाँ चोबारको गल्छी हेरेर गइसक्यौँ। अब चोबार भन्दैमा मान्छेले माथि त्यो डाँडामा गएर यताउता गरेर भिडियो बनाउँछन्, तर खासमा स्पेसल ठाउँ चाहिँ यहाँ रहेछ है। तलतिर यो गल्छी पनि रहेछ, पानी फालेको काटेको पहिला मन्जुश्रीले भन्ने, त्यो पनि हेऱ्यो। अनि त्यसपछि लाएर यहाँ उकालो चढिराख्नु पर्छ। यहाँ यो मान्छेले बनाएको यो ढुङ्गाहरू, सबै मान्छेले बनाएको ढुङ्गाहरूको सिडी हो यो, ट्याक्क लाएर। त्यसपछि यो तल्लो तपाईँको चोबार ड्राई पोर्ट भन्छ यसलाई, सुक्खा बन्दरगाह। उसमा हुन्छ के समुद्रमा हुन्छ समुद्र बन्दरगाह, तर यो चोबारको सुक्खा बन्दरगाह भन्ने चाहिँ यही हो है। यहाँमा गाडीहरू, बाहिरबाट आएका गाडीहरू, कारहरू ड्राई पोर्ट हुन्छन्। यहाँ नेपालको झन्डा पनि देखिराख्नु भएको ट्याक्क लाएर। गाडीहरू हेर्नुहोस्, के भयो ठिक छ हो। अनि ट्याक्क लाएर हेर्नुहोस् यो भ्युज। एउटा कुरा चाहिँ नभुल्नु है, यहाँ आँसी ल्याएर घाँस काट्न आइहाल्नु होला। 50 रुपियाँ टिकट काट्नु होला। घरमा आँसी छ भने आउने, ट्याक्क लाएर एक गोचो घाँस काट्ने, गोरु गाई बार्खालाई लगेर गइहाल्ने च्याट्ट लाएर। पिसल्ला राम्रो छ। हेलो गाइज, नमस्ते। सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै छु। हामी चाहिँ आज चोबार घुम्न गएको। चोबारको खोलामा बाटै गएको है। खोलामा हेर्नुहोस्, हामी दाइ दिदी उता हुनुहुन्छ, हामी 3टा मात्रै घुम्न गएको। त्यसैले सेल्फी गर्दै क्यामेरा बनाएको भिडियो। त्यहाँ खोला एकदम सफा छ कि भनेर गएको। खोला एकदम फोहोर रहेछ। अनि हामी त्यहाँबाट अगाडि हिँडेको, यहाँबाट माथि चोबार डाँडा जानलाई हिँडेको। यहाँबाट यो पुलबाट अगाडि गएर भित्र जानलाई टिकट काट्नुपर्ने हुन्छ। सिधा अगाडि देखिएको चाहिँ टिकट घर हो है। हामी यहाँबाट अब माथि जानुपर्ने हुन्छ। टिकट चाहिँ हामीले अघि माथिबाट आउँदा टिकट ल्याएर आएको कारणले तलबाट टिकट काट्न पर्दैन, एक ठाउँबाट मात्रै टिकट काटे हुन्छ। त्यही भएर हामी यहाँबाट अब माथि जानुपर्ने हुन्छ। यहाँ हेर्नुहोस्, ठाउँ एकदम राम्रो छ। आउनुहोस्, घुम्नु भएको छैन भने घुम्नुहोस्। एकदम रमाइलो ठाउँ। यहाँ चाहिँ गुफाबाट माथि देखिने ठाउँ हो है। डाँडा एकदम राम्रो ठाउँ छ, एकदम आनन्द। अनि हामी चाहिँ यो गुफामा जाँदै गर्दा हो, गुफामा जान खोजेको। त्यहाँ चाहिँ फेरि एक्स्ट्रा टिकट काट्नुपर्ने हुने रहेछ। अनि हामीले तल गएर एक्स्ट्रा टिकट काटेको। यहाँ यो बाटो चाहिँ हामी गुफा हेर्न गएको, चोबारको गुफा। हामी केही समयमा अब चोबारको गुफामा पुग्नेछौँ है। चोबारको गुफामा पुगेर हामी ट्याक्कै गुफा देखाइहाल्नेछौँ। हामी गुफाको अब नजिकै त पुगिसकेको छौँ। हेर्नुहोस् है, यहाँबाट जान्छ बाटो। यहाँ देखियो गुफा यही हो। यहाँबाट भित्र थुप्रै छ है, धेरै थुप्रै अगाडिसम्म जान सकिन्छ। मान्छे हराउन सक्ने सम्भावना पनि हुन्छ, तर हामी चाहिँ हराएन है। अब हामी त्यहाँबाट पनि माथि गइसकेको, गुफा हेरेर गुफाबाट माथि गएको है। माथि पनि एकदम ठाउँ राम्रो छ। फोटो भिडियो खिच्नलाई चाहिँ अच्छा रहेछ ठाउँ। यहाँ हेर्न सक्नुहुन्छ। हामी फाइनल्ली माथि यो चाहिँ चोबारको डाँडामा हो है। हामी चोबारको डाँडा पुगिसकेका छौँ। बाँकी अब नेक्स्ट भिडियोमा है।